नमस्कार साथीहरू, म चाहिँ सोलुखुम्बुबाट दुर्गा लक्ष्मी राई। म चाहिँ अब छोटो सानो मिनी ब्लग बनाउन सिक्दैछु, सो तपाईँहरूले माया गरिदिनु होला। म चाहिँ मेरो स्कुलको तयारी गरी बिहान उठ्ने बित्तिकै सबै काम सकेर अब स्कुल हिँड्दैछु, बाटोमा छु। यो चाहिँ मेरो घर हो र म हिँडेर जाँदैछु स्कुल। अब स्कुलको बाटो चाहिँ हाम्रो घरबाट स्कुल त नजिकै पर्छ, तैपनि पानी परेर अलिकति बाटो चाहिँ अप्ठ्यारो छ। अब म हिँड्दैछु साथीहरू। हेर्नुहोस् न, आजको मौसम चाहिँ एकदमै, हिजो कति कडा घाम लागेको थियो, आज चाहिँ तर यस्तो फेरि पुरै धुम्मिएर यहीँको नै देखिँदैन। र म चाहिँ अब हिँड्दैछु र हाम्रो चाहिँ स्कुल चाहिँ 10 मिनट अगाडि पुगिसक्नुपर्छ। साथीहरू त मभन्दा अगाडि पुगिसक्नु भएको रहेछ अफिसमा। म पनि पुगेँ, एकछिन बसेर भिडियो बनाउन थालेँ साथीहरूसँग। अब एसेम्ब्लीमा जानलाई ठिक पर्दैछ, मभन्दा अगाडि नै साथीहरू त पुगिसक्नु भएछ। एसेम्ब्लीको लागि हामी जाँदैछौँ र हाम्रो स्कुलमा चाहिँ यसरी एसेम्ब्ली हुन्छ। यो अहिले देखिएको चाहिँ सानो माथिल्लोपट्टि चाहिँ 2 कक्षादेखि उँधो 2, 3, 4, 5, 6, 7, 8 यसरी सुरु हुन्छ भने यो चाहिँ एसेम्ब्ली सुरु भइसक्यो साथीहरू। हाम्रो स्कुलमा एसेम्ब्ली हुँदैछ। अब विद्यार्थीहरू र शिक्षक सबै मिलेर एसेम्ब्लीमा हामी चाहिँ यसरी सहभागी हुन्छौँ। विद्यार्थीहरू यसरी ब्रेन जिम गर्दैछन्। म चाहिँ आज चाहिँ मैले चाहिँ भिडियो बनाउँदैछु। आफूले ब्रेन जिम पनि नगरिकन भिडियो बनाउन थालेको, किनकि यो भिडियो बनाएर एडिट गर्न सिकौँ भनेर हो खासमा चाहिँ। र अब हाम्रो ब्रेन जिम धमाधम हुँदैछ, साथीहरूले गर्दै हुनुहुन्छ। सन्डे, मन्डे, ट्युजडे चाहिँ हाम्रो यो खालको ड्रेस छ नि त स्टुडेन्टहरूको। अब फेरि अर्कै छ, बुधबारदेखि अहिले एसेम्ब्लीमा पुरै विद्यार्थीहरू चाहिँ अनुशासित भएर ब्रेन जिम गर्दैछन्। कोही चाहिँ अलिक ढिलो आएछन् र उनीहरू कुद्दै पनि छन्। र यहाँ चाहिँ सबै ब्रेन जिम गरेर माथि ड्रम बजाउनेहरू पनि बसिराख्नु भएको छ। यो चाहिँ हाम्रो स्कुल हो साथीहरू, सोलुखुम्बु जिल्लाको सदरमुकाम रहेको कक्षा 1 देखि 8 सम्म सञ्चालन रहेको विद्यालय हो। र अब चाहिँ हामी सकिन लाग्यो, हाम्रो एसेम्ब्ली सकिन लाग्यो। अब यसपछि हामी सकिन लाग्यो है साथीहरू। अब चाहिँ प्रत्येक बिहान हामी 10 बजे चाहिँ यसरी 20 मिनट बाहिर यसरी एसेम्ब्लीमा उपस्थित हुन्छ। अब चाहिँ सकियो, क्लासमा गयौँ हामी। कक्षामा गएपछि चाहिँ आज चाहिँ कक्षा 2 को आशिष राईको चाहिँ बर्थडे रहेछ। अनि जाने बित्तिकै मिस मेरो आज बर्थडे हो भन्यो। अनि बर्थडे भनेपछि उसलाई चाहिँ हामीले सधैँ नै बर्थडेको दिन चाहिँ नानीहरूलाई चाहिँ यसरी टोपी लगाइदिएर बर्थडे मनाइदिने चलन छ। हामीले पनि उसलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्दैछन् उसको साथीहरूले, मैले पनि भन्दैछु। यो बेला चाहिँ बर्थडे चाहिँ एकदम खुसी लाग्छ नि, तर हामीले त कहिले बर्थडे त मनाएनौँ, तैपनि उनीहरूले मनाइराख्दाखेरि उनीहरूलाई पनि खुसी लाग्छ साथीहरू। र उसले चाहिँ अहिले खुसी हुँदै टोपी लगाइदिएपछि उसले चाहिँ खुसी हुँदै बर्थडेको चक्लेट बाँड्दैछ साथीहरू। यसरी आजको मेरो बिहानीको सत्र चाहिँ अब दिनभरिको क्लास सुरु हुन्छ। यो बिहानीसम्मको बिहानी सत्र चाहिँ अब यसरी हाम्रो सुरु भयो। यो चाहिँ हाम्रो कक्षा 2 हो साथीहरू। सबैलाई धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। सधैँ यसरी भिडियो हेरिदिनु होला। यो चाहिँ मेरो कक्षा 2 को नानीहरू है साथीहरू। सबैले चक्लेट पाएर मक्ख हुँदैछन् नि त, चक्लेट बाँड्दैछ खुसी हुँदै, टोपी लगाएर बर्थडेको टोपी लगाएर राखेर आशिष चाहिँ एकदम एक्साइटेड भएर चाहिँ चक्लेट बाँड्दैछ। चक्लेट उसले चाहिँ सबैलाई पालो चक्लेट बाँड्दैछ। यो चाहिँ ऊ पनि खुसी भएर चक्लेट दिँदैछ साथीहरूलाई। एकदमै खुसी, धेरै खुसी लाग्यो साथीहरू। ल, धन्यवाद। तपाईँहरूको सबैको दिन शुभ रहोस् भन्दै मेरो छोटो ब्लग अन्त्य गर्न चाहन्छु। धन्यवाद।